सीता 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 के हो? तेरो लोग्नेलाई डिभोर्स दिस् भने गरिमाले 1 लाख रुपियाँ दिन्छु भनेकी छ अरे। कसले भन्यो तँलाई यो कुरा? गरिमाको मान्छेले अघि बाटोमा भेट भएको थियो। तिनीहरूले भनेका तैँले डिभोर्स दिएपछि जोसँग बिहे गर्दा पनि हुन्छ, कसैले केही भन्दैनन्। त्यति पैसा भयो भने त हाम्रो जिन्दगी पनि हाँसी हाँसी बित्छ। डिभोर्स दे तेरो लोग्नेलाई, अनि हामी भागेर कतै टाढा जाने, तेरो र मेरो छुट्टै संसार बसाउने। नचाहिने कुरा नगर। एकचोटि बिहे गरेर पुगिसक्यो मलाई, अब फेरि बिहे गर्नु छैन। किन त मलाई माया गर्दिनस्? माया गर्छु भन्दैमा बिहे गर्न जरुरी छ? जब मसँग बिहे गर्न सक्दैनस् भने त्यो जब माया गर्नुको के अर्थ? तँलाई यस्तो कुरा कसले